Happy birthday to me. हेलो हाई नमस्ते सबैजनालाई स्वागत छ। आज चाहिँ नेपाली मिति असार 5 गते। आज चाहिँ के छ भन्दाखेरि मेरो खास दिन। आज चाहिँ मेरो जन्मदिन रहेको छ हैन। म चाहिँ अब आजबाट 22 वर्षको भएर म अब 23 तिर जाँदै छु। अब चाहिँ म 22 वर्षको भए। त्यो 22 वर्ष भएको खुसियालीमा मैले आफूलाई एउटा दुःख दिँदैछु। म चाहिँ एज अ रनिङ गरेको यत्रो लामो समय भयो। त्यही भएर मैले चाहिँ आफूलाई नै दुःख दिन खोजिरहेको छु। आज मैले मेरो जन्मदिनको अवसर पारेर मैले चाहिँ आज 22 किलोमिटर दौड पुरा गर्नलाई खोजिरहेको छु। आजको 22 किलोमिटर दौड चाहिँ मेरो लागि निकै कष्टकर र लामो समय लाग्नेछ। किनभने मेरो शरीर अलिकति ठिक छैन। आज अलिकति बिरामी छु। त्यही पनि अब जन्मदिन आइसक्यो हैन। मैले अगाडिबाट प्लान गरिरहेको थिएँ हैन। मैले चाहिँ 22 किलोमिटर हान्छु भनेर म रेगुलर 30-45 दिनदेखि चाहिँ दौडिरहेको छु। डेली 5 किलोमिटर नभए पनि 3 किलोमिटर दौडिरहेको छु है। एक दिन पनि स्किप गरे हैन। कुनै दिन स्किप भएको भनेको पानी परेर अब निक्लिएको छैन हैन बाहिरतिर। अब ठिकै छ। म 22 किलोमिटरको लागि चाहिँ आज बिहानै उठेर टक्क रेडी भएर नुहाइधुवाइ गरेर अलिअलि यसो पूजाआजा गरेर ट्र्याक्क म हल्का खाजासाजा खाएर बाहिर निक्लिसकेको छु। अहिलेको टाइम भनेको बिहानको 6:45 भएको छ है। अब म लगभग 22 किलोमिटर भनेको शारीरिक अवस्थाले गर्दाखेरि म लगभग ज्यानलाई अझ भारी नपर्ने गरी हल्का कुदेर मात्रै आज 22 मात्रै नयाँ बाटो मैले अहिलेसम्म 21 मात्रै हानेछ नि 22 नयाँ बाटो खोलेर आउँदैछु। नयाँ बाटो चाहिँ अब म लगभग 2-2.5 घन्टा चाहिँ लाउँछु होला। 2-2.5 घन्टा नन स्टप कुदेर है बिस्तारी। हस्त म चाहिँ अब रनिङ स्टार्ट गरेँ। नर्मल स्पिडमा मैले पहिलो 1 किलोमिटर पुरा भयो। 2 किलोमिटर पनि मैले पुरा गरेँ है। अहिले चाहिँ मैले नर्मल पेसमा हानिरहेको छु। यो चाहिँ मेरो रियल पेस छैन। मैले ज्यानलाई भारी नपर्ने गरी गरिरहेको छु। त्यही भएर 2 किलोमिटर मैले 12 मिनटमा हानिसकेको छु। म हान्दाखेरि 8 मिनटमा 2 किलोमिटर चाहिँ नर्मल हान्छु है त। 2 किलोमिटर कम्प्लिट है। फाइनली 3 किलोमिटर कम्प्लिट है त। 3 पनि हान्यो। 4 किलोमिटर कम्प्लिट है त। 4 किलोमिटर दबाइसक्यो। अब 18 किलोमिटर बाँकी गाइज। फाइनली 5 किलोमिटर कम्प्लिट है त। टक्क यस्तो छ। फाइनली 7 किलोमिटर कम्प्लिट है त। 7 किलोमिटर हानिसक्यो है। फाइनली 7 किलोमिटर कम्प्लिट है त। फाइनली है त 8 किलोमिटर नि कम्प्लिट भइसकेको छ। अब बाँकी 14 किलोमिटर है त। जति कुद्दै गयो त्यति थाक्दै गएपछि रनिङ स्पिड आफै घट्दै जान्छ कि। त्यही भएर अलिक टाइम लागि नै हाल्यो। 9 किलोमिटर भनेपछि त अझै 13 किलोमिटर बाँकी नै छ। लगभग मैले त्यही हो 2.5 घन्टा चाहिँ लाउँछु कि आज सकेँ है। अब 10 किलोमिटरमा चाहिँ मैले यहाँनिर एउटा हिन्दू मन्दिर छ यहाँ टक्क चाहिँ यो मन्दिरमा गएर दर्शन गरेर त्यहाँबाट बाँकी रहेको 12 किलोमिटर चाहिँ कम्प्लिट हान्छु। त्यो चाहिँ थाहा छैन। म यहाँ गएर दर्शन गर्न चाहिँ चाहन्छु है। यहाँ चाहिँ हिन्दू मन्दिर छ मलेसियाको।
है। फाइनल्ली मैले मन्दिरको दर्शन पनि गरिसकेँ है। मैले चाहिँ भित्र क्यामेरा चलाइनँ, खासै अलिकति अनुभव पनि छैन नि त मन्दिरमा त्यो क्यामेरा चलाउने। त्यही पनि मैले आफ्नो इच्छाहरू व्यक्त गरिवरी भगवान् समक्ष राखिवरी, यहाँ चाहिँ मुरुगनको मन्दिर छ, त्यहाँ चाहिँ मैले गइवरी माला यहाँ फुल पनि प्रसाद लाएर आइसकेँ है। यस्तै छ मेरो चाहिँ यो वर्ष विशेष हुनेवाला छ कि भयो नि, विशेष नभए नि विशेष हुनेवाला छ। त्यही भएर म यसचोटि चाहिँ मैले मेरो जन्मदिन विशेषै गरेर मनाइरहेको छु। म चाहिँ 22 वर्ष लागेकोले मैले आज 22 सबै थोक 22 मै गरिरहेको छु है। यो मेरो 22 देखि 23 को चाहिँ विशेष रहनेछ जन्मदिन। त्यही भएर है मलेसियाको यस्तै छ बसाइ, ट्याक्क मन्दिर सन्दिर पनि छ, राम्रो छ, हावापानी आजको मौसम ट्याक्क दामी छ है त। फाइनल्ली 11 किलोमिटर पनि हानिसक्यो है। फाइनल्ली 12 किलोमिटर कम्प्लिट है त। 12 किलोमिटर हानिसक्यो हा। अब भने मात्र 10 किलोमिटर बाँकी छ है त। तेह्र किलोमिटर पनि पुरा गऱ्यो है। हल्का रनिङ, टक्क ज्यानलाई रेस्ट दिएर है, ठाउँ वाक गर्दै हानिरहेको छु आज चाहिँ। किनभने नजिकै आउँदैछ मेरो चाहिँ न्यू म्याराथन, त्यसैले ज्यानलाई मारेर होइन ज्यानलाई बचाएर काम गर्दैछु है त। फाइनल्ली 14 किलोमिटर पनि हानिसक्यो है त। अब 8 किलोमिटर बाँकी छ। किप गोइङ पवन भाइ। 15 किलोमिटर हान्यो है त। अबको चाहिँ कति भने 7 किलोमिटर बाँकी। 16 किलोमिटर पनि पुरा भइसक्यो है। टक्क नर्मल फेसमै जाँदैछु अझै नि। फाइनल्ली 17 किलोमिटर कम्प्लिट है त। हल्का वाक, हल्का पैदल हिँड्दैछु, रनिङ हल्का उकालो आएर स्टप गरेछु है। अब यहाँ चाहिँ स्वाट्ट राउन्ड मारेर फेरि उतै झर्ने हो। यो चाहिँ उकालो है त। नर्मल कुदाइ 18 किलोमिटर चाहिँ हानिसक्यो है आज। अब मात्र बाँकी 4 किलोमिटर। 19 किलोमिटर पनि हानिसक्यो। अब मात्र बाँकी 3 किलोमिटर है। 20 किलोमिटर हानिसक्यो है त। टक्क लाएर अब 2 किलोमिटर मात्र बाँकी छ। लास्ट फाइनल टुके 21 किलोमिटर हान्ने है त। अब मात्र 1 किलोमिटर बाँकी है। फाइनल्ली मैले चाहिँ 2 घन्टा 2.5 घन्टा जति लाएर 22 किलोमिटर पुरा हाने है। आज चाहिँ मैले 22 किलोमिटर हानेको चाहिँ मेरो बर्थडे भएर हो कि, जन्मदिनको दिन चाहिँ मैले आफूलाई गिफ्ट दिएको है त। रनिङ गरेको लगभग मैले 1 वर्ष पुग्न आँट्यो। त्यही अब यतिको त दिनै परिहाल्यो। त्यस साथसाथै तपाईँहरूलाई एउटा खुसीको खबर पनि छ। पवन भाइले यही आउँदै गरेको जुनको 28 तारिक जन्म लक्षित पार्क फेरि पनि हाफ म्याराथन हान्दैछु यहीँ यहाँको सालममा है। यहाँबाट अलिकति नजिकै पर्छ। तेस्रो हुन्छ है मेरो यो हाफ म्याराथन चाहिँ। हस् त, धन्यवाद। म फेरि पनि आउने नै छु। त्यतिन्जेलसम्म तपाईँहरूले मलाई माया गर्नु होला, नयाँ साथीहरूले फलो गर्नु होला, साथ सपोर्ट। अब चाहिँ पवन भाइले न्यू लाइफस्टाइल, न्यू तरिकाले जर्नी सुरु गरिसकेको छ है आजबाट। यो मेरो 22 देखि 23 को उमेर चाहिँ विशेष रहने खालको छ है। तपाईँहरूले पनि
यही भिडियो मार्फत हेर्दै गर्न सक्नुहुन्छ। तपाईँहरूलाई कस्तो के लाग्छ सुझाव दिँदै जानु होला। नयाँ साथीहरूलाई फलो गरिदिनु भन्नु होला, सपोर्टको लागि कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला, मन परेन भने पनि भन्नु होला के यता कमजोरी भयो भनेर है सबैजनाले। हस् त त्यतिन्जेलसम्म बाई बाई। म अब बिस्तारै भिडियोहरू पनि ल्याउने नै छु। हस् त धन्यवाद। ह्याप्पी बर्थडे टु मी।